लास्टै गाह्रो भयो त यार। कलेज फी पनि कसरी तिर्ने, यत्रो सपना देखेर कोरिया आयो यार। न पैसा छ न काम छ, घरबाट टेन्सन दिइसके, ऋण तिर्न सकेको छैन। गाह्रो छ त अब के गर्ने त हो, कामै पाउँदैन। पाए पनि बारीतिर कतातिर काममा गयो, बुझिँदैन के भाषा, कामबाट निकाल्दै गर्छ, गाह्रो छ। अस्ति बल्ल तल एउटा काम पाएको थियो, प्याज उखाल्नेमा परेर लास्टै गाह्रो भयो मलाई। हात एक त कोही बरु छ भने यसो तेरो इपिएस दाइहरू कोही छ भने यसो कुरा गर्न यार, बरु यसो सजिलो अलिकति गर्न सकिने खालको काम भेटिन्छ कि। एउटा दाइ चिनेको छ नि त, त्यो अब काम के चल्छ छैन के बुझ्नुपर्छ, सोधेर हो त। एकपल्ट फोन गर। हेलो दाइ, नमस्ते। म सप्तबहादुर खत्री। तपाईँको नम्बर त्यो रविन दाइले दिनुभएको थियो कि कामको लागि कुरा गर्न एकचोटि भनेर, अनि त्यही भएर दाइ खाली हुनुहुन्छ अहिले? भेट्ने भन्न भेट्ने भरे बेलुकातिर भेटौँ न दाइ एकचोटि यसो। हस् दाइ हस्। होइन एड्रेस त यतिकै दिएको थियो। यहीँ हो? यहीँ हो कि क्या हो? यतै जस्तो छ। तर त्यो चाहिँ केटा हो लास्टै बिउ बोको छ, त्यसलाई चाहिँ कसरी फकाएर हुन्छ, काम चाहिँ जसरी नि मिलाउनै पर्छ है। ल ए दाइ नमस्कार। नमस्कार भाइ नमस्कार। भाइ फोन गर्ने तिमी नै हो? हो दाइ, हामीले नै फोन गरेको। रविन दाइले नम्बर दिनुभएको थियो तपाईँको। स्टुडेन्टमा आएको खोइ 2-3 महिना भइसक्यो, काम पनि पाउँदैन, साह्रै गाह्रो भएर दाइ। काम त छ भाइ। रेस्टुरेन्टमा गर्छौ त? दाइ भाषा आउँदैन। बारीमा गर्छ? बारीमा बारीमा त घाम हुन्छ हो। कम्पनीमा गरे त्यसो भए? कम्पनीमा त साह्रै किचकिच गर्छ दाइ यार, कम्पनीमा त नगरौँ दाइ। अनि के भुत्रो खान आएको त कोरिया? न स्किल छ, न भाषा छ, न केही छ, न काम गर्ने आँट छ। अलिकति हुन्छ नि भाइ, के फेसबुकमा स्टोरी राख्न र टिकटकमा भिडियो बनाउनु मात्र हो तिमी कोरिया? अन्त त्यसो नभन्नु न तपाईँ पनि यार, अन्तिम उपाय नै तपाईँ नै हो। रविन दाइलाई त्यत्रो गरेर नम्बर मागेको, अब तपाईँले पनि यसो भन्नुहुन्छ त कसले खोजिदिन्छ दाइ यार, लास्टै गाह्रो भएको छ। बरु दाइ त्यो हाम्रो ब्याजमा आएको बहिनीहरू छन्, एउटा मिलाइदिउँ ल तपाईँलाई, हामीलाई काम खोजिदिनु न, धर्म हुन्छ तपाईँलाई दाइ। बहिनी काम त पाइहाल्छ नि भाइ। जाउँ माथि कफी सफी खाएर मजाले कुरा गरेर बसौँ ल, जाउँ। 1 week later। केटाहरूलाई काम खोज्दा बापत एउटा बहिनीसँग त बोलाइदिएको थिएँ, आज भेट्न बोलाएको छ। हेरौँ, फेसबुकमा त राम्रै बोल्थिन्, मिठो थियो स्वर, कति रहेछन् लाइभमा हेर्नु पर्यो आज। हेलो दाइ, सन्चै हुनुहुन्छ? दाइ मेरो साथीहरूलाई चाहिँ राम्रो काम खोजिदिनु भएछ। अब म र मेरो बोयफ्रेन्डलाई एउटा राम्रो काम खोजिदिनु न है। बोयफ्रेन्ड उडायो सपना सबै हुरीले।